पानीपुरीको तयारी भएको छ मेरो यहाँ छ पुदिना धनिया अनि यहाँ मसलाहरू छ अनि यो मेरो गुलियो चट्नी पनि छ मेरो साथीले दिनुभएको चाट भयो अनि यहाँनिर तितरी पनि छ भिजाइराखेको छु अनि एक भाँडा बनाउने यहाँनिर अन्त कुकुर पनि त्यसलाई भुक्छ त ल म चाहिँ यहाँ माइत घरमा आएको छु अब यहाँनिर पानीपुरी बनिरहेछ धमाधम आलु पनि रेडी भयो हाम्रो आलुको लागि मैले डल्लेको छैन अलिकति धनिया प्याज अनि मटर अलिक भुजाएको छु यसलाई बोइल गरेर पकाएको छु यो पनि पाकेको छ मजाले अनि आलु रेडी भएको छ टक्क बिरे नुन लगाइदिन्छु अनि बिरे नुन अन्त यो व्हाइट सल्ट भयो यो अनि चाट मसला छ चाट मसला मजाले लगाएर मिक्स गर्ने हो टक्क अब यसलाई चाहिँ म मिक्स गर्छु ल है यसरी बनाएको छु मजाले मिक्स गरेर यो पनि रेडी भयो अनि यहाँ चाहिँ अब हेर्नुलाई पानीपुरी चाहिँ फुलिन्छ अब है पानीपुरी चाहिँ दामी हुँदैछ हाम्रो घरको नानीहरूको लागि कति खान्छ अब यहाँ डल्लै छ चाहिँ अन्त पानीपुरी रेडी भइरहेछ मसला रेडी छ पानी रेडी छ अब यो पुरी मात्रै रेडी छ पुरी पनि अलमोस्ट रेडी भइहाल्यो अब फटाफट बनाएर नानीहरूलाई दिने हो आजको हाम्रो नानीहरूको दिउँसोको पानीपुरीको खाजा पानीपुरी चाहिँ मजाले रेडी भइसकेको छ अब नानीहरूलाई बोलाउने दिने प्रिय नानीहरू रेडी गरे अब मेरो यहाँ बुहारीले भदै बुहारीले आलु हालेर रेडी पार्दैछ नानीहरूको लागि अब यति नै फ्राई गर्ने अझ चाहियो भने अझै फ्राई गर्ने हो अब त अब अलमोस्ट रेडी भइसक्यो अब हाम्रो पानीपुरी अब यहाँ सबै पानीपुरी रेडी भयो केटाकेटी पनि रेडी भइहाल्यो त ल यहाँ पानीपुरी रेडी भएको छ पानी पनि रेडी भएको छ है अब केटाकेटीलाई दिने हो आमा लु खानुहोस् एडमिन लानु अलिक घोप्टेर खानुहोस् लु लु खानुहोस् अटेन एडमिनको ल्या पकायो सबै हाम्रो मेरो घरको नानीहरू त्यो सबै भदैहरू सबै भदैनीहरू यिनीहरू भदैनी नाता नातिनीहरू पनि छ खाइरहेछ कस्तो भएछ मानु नै भएछ हजुर नपकाइ खान्छ है ल ओके केटाकेटीहरू चाहिँ यहाँ छ अलिक मसिनोहरू चाहिँ ओइ यति आरामले सुतिरहेछ है कस्तो भएछ सबैजना खाएर पनि गयो है अब यहाँ दुईजना भदैनीहरू छ अब हामी चाहिँ लास्टमा बनाउनेहरू चाहिँ यसरी यत्रो बल लिएर बसेको छु तिनजना अब भट्टाभट खाने हामीहरू यत्रो लिएर बसेको छ सबैजना नानीहरूलाई दियो है अब चाहिँ हामी चाहिँ खाने हो भट्टाभट दामी हो हाम्रो फ्रिजमा राखेको पानी चिसो पानी छ दामी बौडी पानी हाल्छ दामी भयो मजा हवस् त थ्याङ्क यू